अनुजले चाहिँ फाइनली गाइज खतरा खेल्दैछ उत्कृष्ट खेल खेल्दैछ हाम्रो अनुज भाइले अब गोल हान्छ सो हेलो एन्ड नमस्ते एभ्री वान होप यु अल गाइज आर फाइन हजुरहरू पनि सन्चै आरामै हुनुहुन्छ होला र म नि एकदमै फिट एन्ड फाइन छु सो न्यू डे न्यू ब्लग छ टक्कसँगले दिनको सुरुवात भइसकेको छ बिहान जस्ट अघि उठेर नुहाइदिएर फ्रेस अप भइसक्यो अनि रुमको हालत हेर्नु न यस्तो छ केही पनि मिलाएको छैन अनि हिजोको ब्लग पनि एडिट गर्न बाँकी छ है एडिट पनि गरेको छैन केही मिलिरहेन क्या 7 दिन भइसक्यो कन्टिन्यू गरेको अनि आजदेखि चाहिँ फेरि कस्तो लोसै फिल भइरहेको छ तर म लोसै मान्दैन काम गर्छु रेगुलर हाल्छु आज पनि एडिट गर्छु त्योभन्दा अगाडि चाहिँ 3-4 वटै काम गर्नुपर्ने छ बागमतीमा एउटा नेट कनेक्सन आएको छ अनि त्यसपछि नाइट फाटमा पनि जानुपर्ने छ मम्मी र बुवाको परिचय पत्र पनि बनाउनु पर्ने छ भाइले पनि अघि कल गरेको थियो भाइ भन्दाले पनि अब नाइट फाटको हाम्रो हाउस भाइ होइन नाइट फाटको चाहिँ होइन उसलाई चाहिँ अब उसले चाहिँ भनेको थियो म गरिदिन्छु भनेर उसको आफन्तहरू छ नि त बाहिर फोटोकपीहरू गर्ने उसलाई सबै कुराहरू थाहा छ उसले मलाई गाइड गर्छ अनि त्यसपछि रुम पनि सार्नुपर्ने छ अनि बाइक पनि सर्भिसिङ गर्नुपर्ने छ क्या बाइक त सर्भिसिङ नगरेको त भइसक्यो 1 हप्तै भइसक्यो मैले भने भने तर गरेको पछि केही पनि छैन सबभन्दा अगाडि चाहिँ रुम मिलाऊँ है यस्तो छ अवस्था रुम मिलाऊँ अनि त्यसपछि भेट्छु हजुर क्यामेरा फिट गरिदियो हाम्रै अफिसमा हाम्रै अफिस अगाडि होइन कति बजेसम्म खुल्छ भाइ म एउटा नेट जोडेर आउँछु ल टाइम लाग्दैन हो के लाग्नुपर्छ अनि मोबाइल पनि लानुपर्छ कोडहरू आउँदैन मेसेजहरू आइहाल्यो 2 मिनट प्लान चाहिँ चेन्ज भएको छ सुरुमा चाहिँ हामी नाइट फाट जानेवाला छौँ भाइ पनि आइसकेको छ हेर्नु भएको होला होइन कल गरिसकेको छ मलाई वेटिङमै थियो नि त केटो अब चाहिँ लेट्स गो ल फाइनल गाइज म चाहिँ तल आइसकेको छु आज चाहिँ भत्ता बाँड्ने दिन होला मान्छेहरूको बर ब्याग चाहिँ हेर्न सक्नुहुन्छ स्वागत छ है तिमीलाई मेरो भ्लगमा युट्युबमा हेऱ्यो हेऱ्यो देखाऊ त सब्सक्राइब गरेको कि छैन भेट्यो मेरो युट्युबमा कस्तो फोटो छ भन त फोटो कस्तो छ प्रोफाइल फोटो खोइ देखाऊ त यता आउन भित्र गरिदिन्छ उता सुरेश यादव हालिदिइ पनि सक्यो खोइ त लाइक गरे ट्याप भयो त यो थिच्ने अन गर्ने नोटिफिकेसन हो यो खोइ त अन गरेको अनि यहाँ गएर अलमा थिच्ने मेरो भिडियो आयो भने नोटिफिकेसन आउँछ आज नि आउँछ 6 बजे आउँछ ल अब चाहिँ हामी कहाँ जाँदैछौँ नाइकिरा फाट के गर्न त्यो राष्ट्रिय परिषदको मोबाइल नम्बर हाल्नलाई ए कसको राष्ट्रिय परिचय तपाईँको बुवाको अनि बुवाको भएपछि कार्ड पिन हुन्छ हो ल अब जाने होइन अर्को अलि साइडको अब जाने सजिलो गर्ने खास हुन्छ अब ल अब चाहिँ निस्किनु पर्ने हुन्छ गाइज अब चाहिँ नाइट फाटमा गएर भेटौँ मैदान फोटोकपी चाहिँदैन चाहिँदैन हो नागिरा भएपछि हुन्छ चढ पैसा पर्दैन हो ल जाउँ ल भाइले पैसा पर्दैन भनेको छ गाइज अब चाहिँ जाउँ खोइ गियर तेल पनि हाल्नुपर्ने छ यार जाउँ त्यो हेलमेटको क्लिपै लाएन क्या फेरि ट्राफिकले चिट काटिदियो भने ल अब चाहिँ नाइरा फाटमा जानुपर्ने हुन्छ क्या चट्टसँगले दाजुभाइ होइन त भाइ
अन्त भाइ गाडी आउँदैछ ल हरियनको नागरिकता फाँटमा जाँदैछौँ हामी म र आयुष भाइ टक्कसँगले परिचय पत्र बनाउनको लागि सो अस्ति नै बनेको थिएन अनि भाइलाई हामीले भनेको थियौँ अब के गर्नुपर्छ भनेर टक्कसँगले अब कहाँ जानुपर्छ सिधै कता लेफ्टतिर ल ल ल इलाका प्रशासन कार्यालय आइसकेको छौँ यता राखौँ न भित्र यतै राखिदिउँ ल ल हेलमेट यतिकै लगाएर जानु मिल्दैन किन ए मम्मीलाई बोलाएछ त न फर्म भरिदेऊ नि त जाऊ ल 100 रुपैयाँ छ 100 रुपियाँ छ 100 रुपैयाँ दिनु हो ओर्ला त बाइक उयो आइरह ल भाइ बनाइदेऊ ल के गर्नुपर्छ 100 रुपियाँ छ गर्न न छ परिचय पत्र अहिले भएन भने केही कामै हुँदैन नागरिकताको पनि मतलब हुँदैन नागरिकता जस्ट नामको लागि हो अहिले त सरकारले नियम चेन्ज गरिदिएछ पुरै कसले हो र त खाना खायो गाइज है मम्मी पनि उता जानुभएको छ नागरिकता फाँटमा आयुष भाइलाई त्यहीँ छोडिदियो अनि फर्म सम भरिदेऊ भाइ अनि के गर्नुपर्छ गरिदेऊ भनेर म चाहिँ निस्किएको भाइ एकछिनमा मेरो भाइ चाहिँ जान्छ होला नागरिकता फाँटमा पनि म त अब सुरुको फर्स्टमा कृष्ण भाइलाई लिन जान्छु कृष्ण भाइलाई फोन गरेको त्यहाँ अलिकति ढिला हुन्छ भनेर लेट्स अब कृष्ण भाइलाई पनि लिन्छ अनि उतैबाट नेट जोड्न जानुपर्ने छ सायर जसलाई पनि कल गरेको फोनै उठाएको थिएन केटाले बल्ल तल्ल फोन उठायो अनि त्यसपछि लुगा धोइरहेको थिएँ रे अनि लुगा धोएर अनि फोन आएको थाहा नै भएन अरे भन्नुभयो अनि जस्ट भर्खरै कल ब्याक गर्नुभएको थियो यस्तो यस्तो भयो भनेर भन्नुभयो अब चाहिँ म निस्किएको म चाहिँ कहाँबाट निस्किन्छु भन्दाखेरि यहाँबाट निस्किन्छु यो झ्यालबाट मम्मीले तालचा हानेर जानुभएको रहेछ क्या यहाँबाट ए स्वाटै तालचा हाने त्यो चाहिँ देखाउँ पर्दैन होला ट्यापसँगले अब जाउँ नि तल जाउँ के कस्तो हुन्छ निस्किनुपर्ने हुन्छ है र लगाइदिनु स्टेरिङको बाबा फाइनल गाइज अब चाहिँ निस्किनु पर्ने हुन्छ होइन अब चाहिँ कृष्ण भाइलाई लिन जाउँ आइसकेको छ केटा अघि चाहिँ खाना खाएर बसेको थिएन जस एउटा काम त सकिएन एकदम फाटको मम्मीको काम चाहिँ पेन्डिङमा छ त्यो चाहिँ भोलि हुन्छ अरे फर्म चाहिँ भरिसकेको छ मम्मीको होइन अब भोलि आउनुपर्ने छ अब आज थुप्रो भिड छ नि त अनि भोलि मम्मीको चाहिँ हुन्छ बाबाको चाहिँ भइसक्यो परिचय पत्रको काम मतलब बुवाको चाहिँ परिचय पत्र हराएको मात्रै थियो जस्ट उसलाई मतलब जस्ट त्यो परिचय पत्र निकाल्नु पर्ने मात्रै थियो क्या अनि नम्बर पनि चेन्ज गर्नुपर्ने थियो नम्बर पनि चेन्ज भइसक्यो अब चाहिँ भाइलाई लिएर अनि त्यसपछि उता के अरे बागमती जानुपर्ने हुन्छ हामी पनि उतै जाने हो ए साइड लाइट बाल्यो होला भनेको त इमर्जेन्सी लाइट पो बाल्यो रहेछ पेट्रोल हालिदिउँ पेट्रोल फाइनल गाइस पेट्रोल पनि हालिसकेको छौँ अब चाहिँ भाइ प्रतीक्षालयमा बसिरहेको छ अरे अघि नै आइसक्यो अरे बाटो त रनमतीको बान खाएको पनि निस्किन्छ है क्या अघि भर्खर खाना खाएको मिस कल हान्नु पर्थ्यो नि मिस कल अनि लो ब्यालेन्स हुन्छ त नि मिस कल किन लाग्दैन स्टार 17 122 कि कति गरेर गर्नुपर्छ त 17 10 2 एनसेलको चाहिँ 17 10 2 102 थाहा रहेछ त नि पाएन र हो नि अफिसमा मोबाइल चलाएर बसिरहेको थिएँ कतिखेर
एकछिन टाइम लाग्छ होला भनेर अनि बसिरहेको ल ल ल आफ्टर कति 2 दिनपछि होइन भेटघाट 3 दिन बाजी कहाँ गयो केटाको घर मात्र केटाहरू क्रस फायरमा खुट्टा पुगेन भनेर ओर्लेर पेट्रोल हाल्दा धकाल्दै चलबल फेरि छुट्टै छ क्या केटाहरूको खाएको पनि निस्किन्छ है खाना खाएको पनि निस्किन्छ क्या बाटो बहुत डेन्जर छ अस्तिको मान्छे कहाँदेखि कहाँसम्म किने मान्छेले दाइ डेमोक्रेसी बोय भाइरल हो त मा कुल बोयसँग जोइन हुन्छ त बेला बेलामा अहिले वीरगञ्जमा छ मा वीरगञ्जमा त कति मान्छे आएको भेट्न उताबाट 1 महिनापछि आएपछि भेट्नुपर्छ उसलाई गर्नु न भेट्नुपर्छ भन्दै थियो भ्लग बनाउनु जानुपर्छ भन्दै थियो त्यस्तोसँग बसेर ऱ्यापस्याप सुनाउनुपर्छ कि दाइ फल पनि हुन्छ नि खाजा दिएको भए पनि चल्थ्यो कि दाइ अनि उसँग बसेर कुलको बारेको हिसाबको यो क्लाइन्टकै साइरी भनेको सरी नै हाल्यो ऊ यस्तो अवस्थामा पनि गइरहेछ राइड मेचीदेखि महाकाली गन्तव्य हुन्छ अनि सङ्घर्षले गरिरहेछ फाइट भन्दा पनि होइन एउटा केही राम्रो बनाएर एउटा लाइन एउटा जुन त्यो कहानी जस्तो होस् के फ्री स्टाइल हान्दैन नि गजल भन्छ नि गजल गजलमा पनि भन्ने के ऱ्याप भन्ने सिम्पल टाइपको सिम्पल ऱ्याप सिम्पल लाइन मात्र भन्थ्यो हो अर्को महिनामा आउँछ 1 महिनापछि आउँछ फोन गर्नुपर्छ कपडा लाउँछु टाइट राइट कुरा टुल्लु बेबीसँग हिजो लाइभमा थियो उसको घरतिर पनि आउँछु कहिले आउने हो भन्दै थियो टुल्लु बेबी अनि टुल्लु बेबी के भन्छ यो मेचीदेखि महाकाली मात्रै हो अनि हरेक जिल्ला हरेक गाउँमा जानु पर्यो नि त दोस्त भन्दै थियो होइन अनि उसले के भन्दै थियो मेचीदेखि महाकाली यस्तै हाइवेमा हिँडेर त यहाँ मान्छे पागल भइरहेछ गाउँमा डुल्यो भने त झन् मर्छ त गाउँमा छिर्नु पऱ्यो अरे टुल्लु बेबी नेक्स्ट लेभलवाला मान्छे छ क्या अहिले पुरै सहयोग गर्दै हिँडिरहेको छ चामल टुल्लुले नि मार्केट खाएको छ डेमोक्रेसीले नि मार्केट खाएको छ मेचीदेखि महाकालीसम्म सबै ठाउँमा रोक्दै माया देखाएको छ क्या ए मान्छे चिल छ के भन्छ चपुरो केटाहरू आएको थियो क्या अनि उसको आफन्तै पर्छ यही 2 जना केटाले भनेर म हावामा हिँडेको साइक्लिङ हावामा साला यति धेरै फ्यान भयो कि म पागल भइसकेँ जहाँ जान्छु मान्छे यति धेरै आउँछ कि साला पागलै भइसक्यो म भन्छ लाइभमा बसिरहेको छ क्या लाइभमा पनि यति धेरै मान्छे आउँछ यार अब कसलाई चिन्नु कसलाई नचिन्नु है एकैछिनमा मान्छे म बिर्सिन्छु साला दिमागमै बस्दैन भर्खर भेटेको मान्छे हुन्छ एकछिनपछि यहाँ नुनथरमा आएर सुटिङ गरिरहेछ उसले भन्छ मलाई चिन्नु भयो भर्खर तपाईँलाई भेटेको थियो भन्छ अनि कसरी भन्नु म चिन्छु भनेर साला 10 जना भेटिरहेको हुन्छ बाटोमा भनेर कुराहरू छ क्या उसको कहानी सुने तिमीले त्यो डेमोक्रेसीको कहानी सुने त्योभन्दा अगाडिदेखि नै भाइरल थियो क्या अलिअलि कुल बोयसँग क्या अब किराना पसलमा थियो अनि उसको शरीरमै आगो लागेको क्या पहिला ह्यान्डसम रहेछ नि त्यो मान्छे फोटो पनि देखाएको थियो कुल बोयलाई सेयर गरेर रहेछ क्या अब पसलमा बसिरहेको थियो अरे अनि पेट्रोल अब बेच्छ नि त गाउँघरमा अनि पेट्रोल दिँदाखेरि अनि एकजना केटाले चुरोट खाइदिएछ अरे आफ्नै मान्छेले अनि पेट्रोलमा टक्का हातमै थियो अरे पुरै आगो लाग्यो अनि डढेछ अनि छाला अनि काठमाडौँ लग्दा टाइममा नलगाए पनि मर्थ्यो अरे जोस् मान्छे चिल रहेछ अब 1 महिनापछि आउँछ
आज हेटौडा जान्छ होला कपडा लाउँछु टाइट टाइटमा कुरा गर्छु राइट यहाँको चौतारा नै उडाइदियो त मिलन चोकको चौतारा क्या राइटमा कुरा गर्छु राइट त्यही हामी खाने राइटमा कुरा गर्छु राइट बच्चाहरूको उयो चलिरहेको फाइनल गाइज अफिसबाट चाहिँ निस्किसक्यो म अब चाहिँ वाइफाई जोड्न जान लागेको मङ्गलपुरतिर भाइले चाहिँ राइड हान्दैछ गरिदिउँ जाउँ बडो र गाइज अब चाहिँ हामी निस्किन लागेको हाम्रो भर्याङ चाहिँ उतै छ है अनि भाइले चाहिँ आज मिठो राइड हान्छ अरे हान्दैछ जस मन चाहिँ ढुकढुक ढुकढुक गरिरह तर केही छैन के भन्नु छ भाइ अब चाहिँ हामी जाँदैछौँ चट्टसँगले फाइनल गाइज हामी आइसकेको छौँ भाइ चाहिँ माथि चढिसकेको छ तार भन्नलाई म चाहिँ यहाँ मसँग चाहिँ यहाँ ड्रप भयो चारवटा भाइले चाहिँ त्यो डी बक्समा हाल्छ है अब भाइ यता देखाउँदा के गर्नु लागेको कहाँ जोड्ने क्लिप चाबी छ होइन चाबी ल भाइले चाहिँ क्लिप त्यहाँ जोड्छ अनि ट्यागसँगले यो चाहिँ हामीले राउटरमा जोड्नुपर्ने हुन्छ कस्टमर साइडमा कसो पाल मेरो पाल ल भाइ घरमा नेट जोडिँदैछ है भाइ चाहिँ उता के अरे राइट ह्यान्ड होइन राइट ह्यान्ड भाइ चाहिँ राउटर फिट गर्दैछ हामी चाहिँ यहाँ केरामबाट हान्दैछौँ कुन हान्ने हो हाम्रो सेतो ओए मिस धेरै पछि खेलेको है भाइले कस्तो हान्छ ल हेरौँ ओ छिरायो नि त भाइ कुन ओए दामी ल खत्रै हाने त यार ए प्लेयर रहेछ यहाँ त प्लेयर रहेछ गाइस म मात्रै होला नुप्स हामी टिम हो हाम्रो वाइट त्यो जान्छै जाँदैन पो होला ओए खतरा हान्छ त यार त्यो भाइलाई कहाँ देखाइदिए जस्तो लाग्यो नेमार फ्यान हो क्या होइन ल केटाहरू त यार खतरा हानिरहेको त यार अब मेरो पालो ए होइन भाइको पालो अनि त्यसपछि मेरो पालो त्यसरी त निक्लिँदैन पख धेरै पछि खेलेको यार खतरा हान्दैछ त यार भाइले त गेम खान्छ है क्या राउटर फिट गर्दैछ भाइले तिम्रो नाम के अरे अनुजले चाहिँ फाइनली गाइज खतरा खेल्दैछ उत्कृष्ट खेल खेल्दैछ हाम्रो अनुज भाइले अब गोल हान्छ ल यता पनि भाइले चाहिँ दामी हान्दैछ हो र राइट ह्यान्ड हो नाम के हो भाइको कहाँ देखा जस्तो लाग्यो भाइलाई कहाँ घर त्यही त अस्ति देखा जस्तो लाग्यो ल खेलको अन्तिम चरणमा छौँ गाइज हाम्रो 2टा गोटी छ भाइले चाहिँ अब अन्तिम जित गराउँछ है यता नेमार पनि फर्ममा छ अनि यता के अरे एमबापे र अर्कोको नाम के अरे यो जुनियर के अरे भिनियस नेमार ल सक्यो नआन त्यो अहिले नआन यसलाई मिलाउन चप मिलाउन यसरी हान न यसरी यहाँबाट यसरी हान न ब्लगमा है सबैजनाको अनि डेली हेरेर राखेको छैन आज पनि आइसक्यो अमन ब्लग्स हेर्ने हो पखमा च्यानल ओके फाइनल गाइज यहाँ कनेक्सन पनि सकिसक्यो अब चाहिँ हामी घर जान लागेको पहिला चाहिँ अफिस जान्छौँ 8:08 भइसक्यो है ढिलो पनि भइसकेको छ अब अफिस जाउँ भरे सरेर राखौँ सटर बन्द गरौँ हरिणतिर लाग्नुपर्ने हुन्छ कार छ त यार लाइन छैन है क्या चोकतिर पावर मिटर हाल्यो होइन ए मैले हालेँ
साइडमा तिमीलाई पिरो लागेन मलाई त क्या पिरो लाग्यो यार हामीले के लिनुपर्ने छ ल्यापटप मात्रै होइन फाइनली अफिस आइसकेको छौँ सामानहरू यहीँ होल्ड गरौँ अनि त्यसपछि चाहिँ निस्किनु पर्ने हुन्छ ल्यापटप पनि यत्तिकै थियो अब चाहिँ निस्क्यौँ फाइनली गाइज कृष्ण भाइलाई चाहिँ हामीले यहाँ छोडिदिएको छौँ अब चाहिँ म फर्किन्छु यहाँबाट बालुवाटारमा छ मैले